जस्ट यो चाहिँ हाम्रो कुरो भन्थ्यौँ हामीले यसलाई कुरोवाला जार भन्थ्यौँ। यसको यो जुन यो अगाडिको यो तिखो तिखो छ नि यो चाहिँ कस्तो हुन्छ भने तपाईँको जस्तो मैले अब पाइपमा लगाइदिएँ नि यसरी यो चिप्दिन्छ क्या यसरी फाल्नुपर्छ कि त्यही भएर चाहिँ यसलाई कुरो भन्छन् क्या। यस्तो यो जुन काँडाहरू हुन्छ नि यो सबैमा हुन्छ बोटमा होइन। अनि यो चाहिँ हाम्रो अम्बा भइगयो। अनि वरिपरि चाहिँ पुरा जङ्गल छ। जङ्गल भए पनि कस्तो आनन्द के त्यो चराहरू कराउँछ मृगहरू कराउँछ आनन्द हुने क्या बस्न शान्त। सुन्नुहोस् है म सुनाउँछु। यस्तो मजाको साउन्ड आउँछ क्या पुरा चराहरू कराएको होइन। वरिपरि चाहिँ यस्तो झाडी भएछ। अनि कोही बात नै अब यसलाई अहिले त म हैसिया लिएर आएन नत्र हैसिया लिएर आएको भए सबै सफाइदिन्थेँ। त्यो चाहिँ स्याउको थियो कि यो चाहिँ स्याउको बेर्ना हो। हामीले चाहिँ सानैमा लगाएर गएको यत्रो भएको रहेछ तर मरेछ क्या। यो चाहिँ ठुल्बाएर म जाँदैछौँ यता होइन। ठुल्बा यता हेर्नु न अब ठुल्बाले त खोलातिर गएर आम हिँड भनेर हिँड्दैछौँ। नि बाँसगरी भई बाटो यस्तो छ। त्यहाँ घर भयो। अब भोलि बिहान चाहिँ आएर त्यहाँ हैसिया ल्याएर आउनु पर्यो ठुल्बा। भोलि घर यसो सरसफाइ गर्न पर्यो भोलि बिहान। अब साँझ भयो टक्क लाएर आनन्द आउने कि नि किरा कराएको सुन्दा नि हेर्नु मजा आउने। आहो यहाँ पहिला कस्तो उकालो लाउँछ मलाई यो ठिकै छ। अझ उताको पनि कम गरे रहेछन् होइन। त्यही त कस्तो आनन्द छ कि मजाको छ। जङ्गल यत्रो छ यी बाघ भालु बस्ने जङ्गल। यो खोलो भाउ यहाँ हामीले घाँस काट्थ्यौँ। यहाँ यो घाँस काट्ने यिनी बुटे घाँस कति काटियो। ओहो भरे गाउँमा छँदा त रमाइलो हुन्थ्यो। त्यहाँ पनि गयो घाँस काट्न बेला मौका। यहाँ त झन् सधैँ आइन्थ्यो हाम्रो जो पर्छ होइन। सधैँ आइन्थ्यो गरिन्थ्यो रमाइलो गरिन्थ्यो। अब चाहिँ जस्तो अँधेरो भयो किराकिटी कराछन्। हजुर यताखेरि आजभोलि बाँदर लाउनु थालेछन्। कुरो पहिला त लाउँथेन होइन। अब त मान्छे पनि थोरै भयो खेती पनि थोरै गर्न थाले। मान्छेलाई हेप्न थाल्यो बाँदरले। टलाएर हेर त पारिपाखा जङ्गल हुत्रुङकोट जाने बाटो मकै यस्ता भयो नि। गाउँमा मकै बुटे घाँस यो खन्नेको नाम त के अरे ठुल्बा राई खन्ने हो कि के अरे राई खन्ने। यत्रा बडा पातसितको हुन्छ क्या यो त। यत्रै पात पनि हेर्नु त कति ठुलो छ। ल टिपिहालौँ। यत्रै पात पनि यति ठुलो छ र नि। यो गिठो भयो सबै थाहा मलाई। यो कुचो बनाउने यसलाई अमृत हो कि के भन्छन्। खो नि यहाँ माथि यत्र पहाड छन् रमाइलो छ।